ड्युटीमा सुरु भयो है गाइस। यता चाहिँ चाउमिन पनि उमाल्दैछ अनि यता चाहिँ सबै सामान बिहान कति खल्ला पर्छ न गाइस। सामानहरू लिएर मैले कति टाइमले चाहिँ कोपी भर्खर चिरेर अब धुने सुरु राखेको। यता आलु पनि आलु छैन, यता प्याज टमाटर चिरेर रेडी भएको छ। यता चाहिँ आटा पनि लिएर रेडी सामान बनाउन अझै कति कोपी धुँदैछु। हेर्नु त कति राम्रो आएको छ कोपी पनि। आज त एकदमै राम्रो आएको छ कोपी। कोपी पनि यति राम्रो। अस्काल बर्सातमा त कहिलेसम्म एकदमै राम्रो आउँछ, कहिले घरि कस्तो फाल्दिन जस्तो हुन्छ। हेर्नु त यता झन् कति राम्रो टोक्री दिनु त टोक्री यहाँ राख्नु। भट्टीमा राख्नु। धोएर पनि रेडी। अब चाहिँ यसलाई कोटर्ने मसला बनाउने रेडी। आटा पनि छ। बाई आधा